सबैजनामा राधे राधे। अङ्ग्रेजी नववर्ष 2026 प्रारम्भ हुन गइरहेको छ र म हजुरहरूको समक्ष मेष राशि भएका व्यक्तिहरूको लागि वार्षिक राशिफल लिएर उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिम तक हेरिदिनुहोला। मेष राशि भएका व्यक्तिहरूको पारिवारिक जीवन मध्यम रहनेछ र घरमा मनमुटाव झगडा हुनेछ र आफ्नो वाणीलाई मधुर र विनम्र बनाउनुहोस्। यसले गर्दाखेरि मनमुटावबाट बाँच्न सकिन्छ। हजुरहरूले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। निद्रा सम्बन्धित र खुट्टा सम्बन्धित रोग हुन सक्छ र हृदय रोगीहरूको लागि पनि समस्या आउनेछ। आफ्नो खानपानमा विशेष ध्यान दिनुहोला। प्रेम जीवनका लागि पनि 2026 ठिकठाक नै छ। केतुको दृष्टिको लागि कहिलेकाहीँ गलतफहमी र आफ्नो जीवनसाथीमाथि शङ्का उत्पन्न हुने गर्दछ र चिन्ता मान्नु पर्दैन। गुरु बृहस्पतिको दृष्टिको लागि सब साथ मिल्नेछ। नोकरीको दृष्टिकोणले 2026 मेष राशिहरूको लागि पनि सामान्य रहनेछ। परिश्रम धेरै गरे पनि निराश हुनु पर्दैन। व्यवसाय गर्नेहरूको पनि राम्रो परिणाम मिल्नेछ। 2026 मा मेष राशिहरूको आर्थिक जीवन राम्रो नै छ। नोकरी र कारोबारबाट राम्रो परिणाम, राम्रो धन प्राप्त हुनेछ। नियमित रूपमा भगवान शङ्करलाई जल चढाउने गर्नु र हनुमान चालिसा पाठ गर्ने गर्नु। महिनामा एकपल्ट मन्दिरमा दूध र चिनी दान गर्ने गर्नु। यो उपाय गर्नुभयो भने हजुरको जीवन सफल हुनेछ। धन्यवाद।